बेलुकाको डिनर बनाउँदैछु। भाइले सब्जी लिएर आएछ, पकाउँदैछु। उता नाति बोजूहरू गफ गर्दै बसिरहेछ, नाति बाजे बोजूहरू। म चाहिँ यहाँ किचनमा छु, आगोमा बनाउँदैछु म चाहिँ। अर्ग्यानिक मजाले लाउँछु, मजाले पिरो बनाउनु पऱ्यो नि होइन, चटनी भन्छ त। बस्तीको हल्दी है यो चाहिँ। अनि हल्दी कहिले पनि किन्दैन, बस्तीकै रोपेर खान्छ, त्यही अचार पनि हल्दी बनाउँछ। टमाटर अब चाहिँ छुपी दिनुपर्छ। मकै पनि पोलिदिँदैछु, हरियो मकै। त्यहाँदेखि खोसेलासँग पकाउनुपर्छ कि यस्तो दामी पाक्छ, दामी हुन्छ मकै चाहिँ खोसेलासँग पकाएको चाहिँ। यहाँ चाहिँ इस्कुसको मुन्टा, तुने बडा, इस्कुस अनि आलु मिक्सअप सब्जी छ हो। यहाँ चाहिँ मैले पहेँली दाल बनाएको छु। यहाँ चाहिँ खाना रेडी छ। यहाँनिर चाहिँ तपाईँको दुध, मिल्क रेडी छ, मिल्क पनि। यो क्रिमहरू काटेर चाहिँ लाउनुपर्छ, त्यसपछि दहीमा हाल्नुपर्छ। दही जमाएको छु, यस्तो दामी हुन्छ कि मेरोमा चाहिँ दही एक नम्बर। रिकर्ड ब्रेक गर्छ मेरो दहीले चाहिँ। फ्रिजमा दही जमाइरहेको छु। यहाँ पनि दही, यहाँ चाहिँ घिउ छ, 2टा बटरमा घिउ छ। यहाँ क्रिम, यस्तो दामी छ कि क्रिम पनि, यति मजाले बसेछ क्रिम। अब यो घिउ पार्दा त यस्तो दामी हुन्छ क्रिम। यो पनि यहीँ लाउने हो क्रिम। टमाटरहरू राखेको छु, यहाँनिर मासु पनि राखिछोडेको छु, पानीहरू हालेको छ। चौर चाइनिज दुबा यति साह्रो दामी भएको छ है, एकदमै घरको वरिपरि चाइनिज दुबा पर सामान छ, चाइनिज दुबा दामी। चाहिँ अब अदुवा र लसुन
के गरेछ पनि हुँदैन अब पनि हुँदैन बोल्दै पाउनु कस्तो कलर देख्यो के खालको कलर भएको छ आमामा रेडी भयो तरकारी यस्तो गर्मी चाहिँ भयो कि आमामा कस्तो लाग्यो गरम चाहिँ बेलुका कलरै कस्तो देख्यो रेडी अब चाहिँ